हेलो साथीहरू है, यहाँ हेर्नुहोस् है मजाले बगनबेलिया फुलेको छ गमलामा है। एउटा स्टिकमा चाहिँ यति मजाले फुलेको छ है। मिठो कलरमा रहेछ रेडमा। र म चाहिँ अहिले दिदीको घर जाँदैछु है। यहाँनिर सिलगढीमा यहाँ घरको सामान पठाउनु पर्ने है। र राति अब गाडी आउँछ, दिदीहरू कोही हुनुहुन्न यहाँनिर, र लेबरहरू लिएर हामी सबै आएको छौँ है। म पनि यस्तो उकालो छ, उकालो चढ्नै सक्दैनौँ। यहाँ फुलहरू तपाईँलाई देखाउँदै जाँदैछु है। मजाले स्याहार्नु भएको छ। माथि नै चढ्नु पर्यो साथी हो। उकालो सिँढी छ, कसरी झार्छ नि यो सोफा। उकालो सिँढी चाहिँ यहाँको बत्ती बालिदिउँ, एकछिन बालिदिउँ। ए तर टोइलेटको रहेछ। यो फुलहरू मजाको राख्नु भएको छ है। ठुलो दिदीको हो, उहाँहरू चाहिँ यहाँ बस्नुहुन्न, सबै हामीले नै स्याहार्छौँ। र अब माथि चढ्दैछु। कसरी चाहिँ लानुपर्ने हो ठुलो दिदीको घर। महेश कभर के लाउने? ए अहिले यतिकै लैजाउँ है। हल्कै छ हजुर, सेटै भन्नुभयो। ए सेटै लानुपर्छ होला हौ। एउटै मात्रै त कहाँ होला र? तिनवटा त्यो गाडीमा त अट्छ नि है। आस्ते ल बिस्तारै। त्यही त यो यहाँ त अझै सिँढी ठुलो छ कि तल चाहिँ साह्रो पर्छ। तिमीहरू यहीँ साह्रो पऱ्यो। चढ्दैछु। लो खाली भयो नि यहाँ त भनेपछि। ओ अझै यो पनि रहेछ। यो पनि त हो। यही त भनेको होला नि। यो त होइन होला नि, एल सेपको भनेपछि त्यही हो साथी हो। घर त दामी छ नि, मान्छे छैन। मेरो ठुलो दिदीको घर हो है। सबै उहाँहरू सिलगढी बस्नुहुन्छ। र आज स्याहार पुगेन है, सोफा सेटहरू थियो, सिलगढी पठाइदिनु अरे भन्नुभएर चाहिँ हामी सबै स्टाफहरू सबैजना आएर चाहिँ प्याकिङहरू गरेर अब पठाउनु छ है। उताबाट पनि गाडी आउँदै होला है सामान ल्याउनु।
अब के गर्नु, कोही छैन भने सफा गर्ने मान्छे कोही हुँदैन, बिस्याहार हुन्छ है। यति राम्रो यति लाखको घरहरू बनायो है। हेर्नुहोस् यति दामी घर छ है, तर स्याहार्ने कोही छैन। यो चाहिँ डाइनिङ टेबल यो छोपेर राखेको छ है। बत्ती पनि कहाँ छ यहाँको? लाइट यो त होइन, यहाँ रहेछ लाइट। लाइटहरू बल्यो है। यहाँ डाइनिङ टेबल हेर्नुहोस् न, मान्छे नभएर छोपेको छ है। तपाईँको चाहिँ किचनहरू यहीँ छ। यति दामी छ है। घर चाहिँ अब फिल्मको जस्तै छ। फ्रिजहरू छ है। सामानहरू अझै रहेछ। टमाटर रहेछ, खुर्सानीहरू है। जस्तै बेला बेला आएर सफा गर्नुहुन्छ। यो चाहिँ किचन हो है। यतापट्टि चाहिँ किचनहरू छ है। सबै डोरहरू छ, सामानहरू होला है। उनीहरूको घरमा मान्छे छैन हो, सामान चाहिँ यत्तिकै। मलाई चाहिँ कति पसिना आयो। अब अझै एउटा लानु छ है। अब म चाहिँ एकछिन यहीँ बस्छु ल। मैले चाबी कहाँ राखेँ? पर राखेको छु। एकछिन बसी अब फ्यान चलाउनु पर्यो किचनको। गर्मी भयो। फ्यान चल्दैछ। एकछिन बस्छु। गरम छ यस्तो। यति दामी घर छ है। गरम भयो। बिचराले कसरी लाँदैछ है। घरहरू हेर्नुहोस् है। किचनहरू सबै सिलगढी नै सिफ्ट हुनुभएको छ है उहाँहरू चाहिँ। र बेला बखत आउनुहुन्छ, मलाई नै जिम्मा दिनुभएको छ। म पनि अहिले खुट्टाको प्रब्लमले गर्दा उँभो चढ्नै सक्दिनँ। यो त 6 तलामा हो। अस्ति सन्चो हुँदा त सबै आएर सफाहरू गरिदिन्थेँ है। अहिले बिमार भएर चाहिँ आउनै सक्दिनँ। त्यस्तै छ साथीहरू है। हवस् त है। तपाईँहरूलाई सानो मेरो ब्लगहरू लिएर आउँछु है। अपडेट गरिरहनेछु। हवस् त।